हेलो हेलो जमेसी नमस्ते सेवारो यहाँहरूले देखिसक्नुभयो मैले चाहिँ नेपालबाट ल्याएको माटोको भाँडोमा चाहिँ च्वाचेको व्यवस्था गर्दैछु। यहाँनिर प्याज टमाटरहरूलाई काटेर पालैसँग हालिदिएँ अनि अदुवा र खोर्सानीलाई पनि पारेर छ नि टक्क राखिदिएको होइन। अनि त्यसैमाथि टिमुरलाई पनि कुच्याएर हालिदिएँ। पालो आयो अब लसुनको यसलाई पनि प्याजकुस ट्याचुस पारेर त्यसलाई पनि ठ्यास्स हालिदिएँ होइन। स्वाद अनुसार यहाँनिर सोया सस हालिदिएको छु अनि के पऱ्यो यो अजिनामोटो अनि कलरको लागि पिरोको लागि सबै तिनै थरीको खोर्सानीलाई पनि राखिदिएँ। त्यो माथि चट्टसँगले यो नुन नभए त हुँदै भएन, नुन राखेर अनि थक्कसँगले छोपिदिएर पकाएपछिको बास्ना त यति हरेर गएको थियो कि है मुखै अहिले पनि बसिरहेको छ है गाइस। अनि दिदीलाई पनि कस्तो हुन्छ दिदी पनि खानु लागेको। थ्याङ्क यू सबैजना।